दिदीहरूको सफल परिचयको शुभकामना तथा भेट भेटौँला कार्यक्रम सञ्चालन गर्न समितिका सम्पूर्ण सदस्य आदरणीय गुरुवर्ग एसीमा सहभागी हुनुहुने दाइ दिदीहरू अन्य विद्यार्थी मित्रहरू अभिभावकज्यूहरू लगायत कार्यक्रममा उपस्थित हजुरहरू सम्पूर्णमा हामी कार्यक्रम सञ्चालन म सञ्जोग गिरी र रोशनी साईको तर्फबाट हार्दिक स्वागत छ। विगतका वर्षहरूलाई यस वर्ष पनि कक्षा 9मा अध्ययनरत हामी विद्यार्थीहरूले कक्षा लागि हुने दाइ दिदीहरूको सफल परिचयको कामना तथा भेट भेटौँला कार्यक्रममा हजुरहरू सम्पूर्णमा पुनः स्वागत गर्दै यो कार्यक्रमलाई औपचारिक रूपमा लिन गइरहेका छौँ। एसटी गणपर्व माध्यमिक विद्यालयबाट सञ्चालित हुन गइरहेको एसई ब्याच 2081 सहभागी हुने विद्यार्थीहरूलाई शुभकामना तथा फेरि भेटौँला कार्यक्रममा सभाध्यक्षको सिट आसन गरिदिनु विद्यालय व्यवस्थापन समितिकी सदस्य श्री रमिता बोरालाई ज्यूलाई हार्दिक अनुरोध गरी अतिथिको सिट आसन गरिदिनु हुन यसै विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्यहरूलाई हार्दिक अनुरोध छ। यसैगरी यस कार्यक्रममा अतिथिको सिट आसन गरिदिनु हुन यस विद्यालयका प्रधानाध्यापक श्री तेजबहादुर गिरीज्यूलाई हार्दिक अनुरोध गर्दछौँ। अतिथिको सिट आसन गरिदिनु हुन यस विद्यालयका पूर्व प्रधानाध्यापक श्री श्यामप्रसाद शर्मा यसैगरी यथास्थानमै अतिथिको सिट आसन गरिदिनु हुन यसै विद्यालयका सम्पूर्ण गुरु तथा गुरुआमालाई हार्दिक अनुरोध गर्दछौँ। गरी यथास्थानमै अतिथिको सिट आसन गरिदिनु हुन यस विद्यालयका सम्पूर्ण अभिभावकज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ। अतिथिको सिट आसन इन्चार्जबाट प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछौँ। बेजमा अतिथिको सिट आसन सहभागी हुने सम्पूर्ण दाइ दिदीहरूलाई हार्दिक अनुरोध गर्दछौँ। यसै गरी अन्य सम्पूर्ण विद्यार्थी साथीहरू आफ्नो यथास्थानमै अतिथिको सिट आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। ओके छ त। आसन ग्रहणको कार्यक्रमलाई थाती राखेर सभाध्यक्षको आज्ञा अनुसार यस कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ। राष्ट्रिय गानामा सहभागी गरिदिनु होला। अघिसम्म नाम लिस्ट दिनुभएका सबैको प्रस्तुति रहनेछ। त्यो भएको हुनाले सबैजनाले पालो कति बेला आउँछ भनेर मसँग यता साइडबाट आएर चाहिँ सोध्नु होला। विदाई भन्ने शब्द आफैमा नमिठो भए पनि त्यसको निश्चित अर्थ छ बीबाट बिर्सिएका दायित्व, बीबाट बिर्सिएका दाबाट दायित्व,
र यीबाट इमानदारिताका साथ पुरा गरौँ। त्यसैले म यस कार्यक्रममा भाइ बहिनीहरूलाई के भन्न चाहन्छु भने तपाईहरू इमानदारिताका साथ मर्यादित ढङ्गले परीक्षा एसई परीक्षामा संलग्न हुनुहुनेछ र सबै भाइ बहिनीहरूले उच्चतम अङ्क प्राप्त गरी विद्यालयको इज्जत र मान प्रतिष्ठा कायम गर्नुहुनेछ। यसरी विदाईको सँगै फेरि भेटौँला पनि लेखिएको छ है। अब तपाईहरू चाहिँ एसई पुरा गरिसकेपछि पुनः 11 र 12 अध्ययनको निम्ति कतिपय भाइ बहिनीहरू यहाँ आउनुहोला र कतिपय भाइ बहिनीहरू अन्य विद्यालय विश्वविद्यालयतिर जानुहोला। तपाईहरू भनेको समाज परिवर्तनको सम्भाग अनि त्यस्तै अभिभावक र शिक्षकहरूको भरोसाको पात्र र आफ्नो भविष्य निर्माता हुनुहुने। यता हेर यता छ पछाडिका खोइ को हुन् पछाडिका नरौ रुने हैन है गाना सुन त्यहाँ के आयोजक टिम त्यही हो है आयोजक टिम रुनु पर्यो आँखा आशा सुक्क गर न अलि सुक्क गरेपछि पो हुन्छ त अनि शिक्षा भनेको हामीले जो पढ्दै गरेका छौं शिक्षा भनेको कुनै कक्षा पास गर्नु मात्रै होइन यसले हाम्रो समग्र ज्ञान आदत बानी बेहोरा अनुशासन संस्कार यी सम्पूर्ण कुराहरुमा सुधार गर्नु नै शिक्षा हो र विद्यार्थी भाइ बहिनीहरुले
ECD-देखि कक्षा 1 देखि अहिले कक्षा 10 सम्म पढ्दा हासिल गरेका उपलब्धिलाई अब यासी परीक्षा मार्फत देखाउनु पर्नेछ। यसका लागि विद्यार्थी भाइ बहिनीहरूको तयारी तीव्र रूपमा भइरहेको होला भन्ने हामीलाई लागेको छ र विद्यालयले पनि हरसम्भव प्रयास गरेर अतिरिक्त कक्षाहरू समेत सञ्चालन गर्यो र यति बेला पनि बिहानी सत्रमा क्लासहरू भइराखेका छन्। यसले विद्यार्थी भाइ बहिनीहरूलाई पक्कै पनि फाइदा पुर्याएकै होला र विद्यार्थी भाइ बहिनी सो अनुसार उत्प्रेरित भएर पढिरहनु भएको होला भन्ने हामीले अपेक्षा गरेका छौँ र यो 2081 को ब्याचले यसै परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। विद्यालयभन्दा टाढा रहेर पनि परीक्षामा केही विद्यार्थीहरू सहभागी हुनुहुन्छ भने उहाँहरूले पनि राम्रो गर्नुहोस्, सो अध्ययन गर्नुभएको होला, घरमा पढ्नु भएको होला भन्ने अपेक्षा हामीले गरेका छौँ। उहाँहरूको पनि राम्रो होस् भन्ने चाहना छ र कक्षा 10 पास गरिसकेपछि फेरि यही विद्यालयको 11 कक्षामा हामीले स्वागत गर्न पाइयोस् भन्दै मेरा जनपर्वाका उज्याला तारा उज्यालो यात्रा सुरु गर, जनपर्वाका उज्याला तारा उज्यालो यात्रा सुरु गर, ज्ञानको मेहनत सपनासँग अघि बढ, ज्ञानको मेहनत सपनासँग अघि बढ। एसीको यो यात्रामा आत्मविश्वासले भरि आऊ, एसीको यो यात्रामा आत्मविश्वासले भरि आऊ, गुरुजनका आशीर्वादले सफलताको फूल फुलाऊ, गुरुजनका आशीर्वादले सफलताको फूल फुलाऊ। शङ्कर सरको गणितका ज्ञानी सूत्रहरू सजिलै बुझ्नु, शङ्कर सरको गणितका ज्ञानी सूत्रहरू सजिलै बुझ्नु, अङ्कको खेल समीकरण सरल पाल्नु, अङ्कको खेल समीकरण सरल पाल्नु। नरेन्द्र सरको अङ्ग्रेजीका कुशल गाथा, नरेन्द्र सरको अङ्ग्रेजीका कुशल गाथा भाषा प्रष्ट बनाउनु, नरेन्द्र सरको अङ्ग्रेजीका कुशल गाथा भाषा प्रष्ट बनाउनु, व्याकरण शब्द शक्ति आत्मविश्वास जगाउनु, व्याकरण शब्द शक्ति आत्मविश्वास जगाउनु। किरण सरको समाजका दर्पण इतिहास जीवन्त गर्नु, किरण सरको समाजका दर्पण इतिहास जीवन्त गर्नु, संस्कृति समाजशास्त्रका पाठ गहिरो सिक्नु, संस्कृति समाजशास्त्रका पाठ गहिरो सिक्नु। टोपेन्द्र सरको विज्ञानका ज्ञानी रहस्य लेख्नु गहिरा, टोपेन्द्र सरको विज्ञानका ज्ञानी रहस्य लेख्नु गहिरा, प्रयोगशालामा खोज गर्दै बनाउनु हामी माहिरा, प्रयोगशालामा खोज गर्दै बनाउनु हामी माहिरा। नयाँ तत्त्व नयाँ खोज राम्ररी सिक्नु, नयाँ तत्त्व नयाँ खोज राम्ररी सिक्नु, जीवन र प्रकृतिका सम्बन्ध राम्ररी बुझ्नु, जीवन र प्रकृतिका सम्बन्ध राम्ररी बुझ्नु। हरिचन्द्र सरको वातावरणको संरक्षक हरियाली बुझ्नु, हरिचन्द्र सरको वातावरणको संरक्षक हरियाली बुझ्नु, शुद्ध हावा शुद्ध सफा पानीको मूल्य राम्ररी बुझ्नु, शुद्ध हावा सफा पानीको मूल्य राम्ररी बुझ्नु। धर्मलाल सर शिक्षाका दिप अनुशासन सिक्नु, धर्मलाल सर शिक्षाका दिप अनुशासन सिक्नु, ज्ञानको बाटो देखाएर सत्यता बुझ्नु, ज्ञानको बाटो देखाएर सत्यता बुझ्नु। तेजबहादुर सर नेपालीमा ज्ञानी शब्दमा मिठास हाल्नु, तेजबहादुर सरको नेपालीमा ज्ञानी शब्दमा मिठास हाल्नु, गद्य पद्य साहित्यमा राम्ररी डुबाउनु, गद्य पद्य साहित्यमा राम्ररी डुबाउनु। किशोर सरको राजमार्गका गाथा नक्सा कोड्न सिक्नु, किशोर सरको राजमार्गका गाथा नक्सा कोड्न सिक्नु, सडक पुल भौतिक ज्ञान सरल बाल्नु, सडक पुल भौतिक ज्ञान सरल बाल्नु। हाइवे र सर्वेका सूत्र गहिरो सिक्नु, हाइवे र सर्वेका सूत्र गहिरो सिक्नु, समृद्ध भौतिक संरचनाको जग मजबुत बनाउनु, समृद्ध भौतिक संरचनाको जग मजबुत बनाउनु। ठाकुर सर निर्माणका गुरु इस्टिमेट कला देखाउनु, ठाकुर सरको निर्माणका कला इस्टिमेटको कला देखाउनु, भवन निर्माणका सूत्रहरू राम्रोसँग लेख्नु, भवन निर्माणका सूत्रहरू राम्रोसँग लेख्नु। इट्टा सिमेन्ट फ्लामको गणना सिक्नु, इट्टा सिमेन्ट फ्लामको गणना सिक्नु, टिकाउ र मजबुतीलाई सँगै जोड्नु, टिकाउ र मजबुतीलाई सँगै जोड्नु। स्वस्थ मन तन्दुरुस्त शरीर ज्ञानका लागि आधार, स्वस्थ मन तन्दुरुस्त शरीर ज्ञानका लागि आधार। कलासा सिस्टर हुनुहुन्थ्यो तिमीहरूको सुरक्षा भएदार, कलासा सिस्टर हुनुहुन्थ्यो तिमीहरूको सुरक्षा भएदार। थकान ज्वरो चोटको बेला उहाँको सहारा, थकान ज्वरो चोटको बेला उहाँको सहारा, मायालु उपचारले हराउँथे सारा पीर व्यथा, मायालु उपचारले हराउँथे सारा पीर व्यथा। स्वस्थ शरीर तन्दुरुस्त मन अध्ययनमा फस्टाउने छौ, कलासा सिस्टरको यो गुण कहिले बिर्सने छैनौ,
कलशा सिस्टरको यो गुण कहिले बिर्सने छैनौँ। अन्य शिक्षकहरूलाई पनि कहिले नबिर्सनु, अन्य शिक्षकहरूलाई पनि कहिल्यै नबिर्सनु। तिमीहरूकै आफ्नै मेहनतले सधैँ अघि बढ्नु, आफ्नै मेहनतले सधैँ अघि बढ्नु। हृदयमा सधैँ राख्नु सबै शिक्षकहरूको योगदान, हृदयमा सधैँ राख्नु सबै शिक्षकहरूको योगदान। जहिले पनि गर्व गर्नु शिक्षकको महानता र सम्मान, जहिले पनि गर्व गर्नु शिक्षकको महानता र सम्मान। यो मात्र परीक्षा होइन तिम्रो भाग्यको लेखाइ हो, यो मात्र परीक्षा होइन तिम्रो भाग्यको लेखाइ हो। परिश्रमको तेजले भविष्य तिम्रो देखाइ हो, परिश्रमको तेजले भविष्य तिम्रो देखाइ हो। अन्धकार फुट्छ जब आत्मविश्वास जाग्छ, अन्धकार फुट्छ जब आत्मविश्वास जाग्छ। सपना पुरा हुन्छ अब सङ्घर्षले साँचिन्छ, सपना पुरा हुन्छ अब सङ्घर्षले साँचिन्छ। यासी मात्र होइन जिन्दगीको दौड जित्नु, यासी मात्र होइन जिन्दगीको दौड जित्नु। ज्ञान परिश्रम अनुशासनको उज्यालो बत्ती बाल्नु, ज्ञान परिश्रम अनुशासनको उज्यालो बत्ती बाल्नु। जनपर्वका सपुतहरू कहिले झुक्दैनन्, जनपर्वका सपुतहरू कहिले झुक्दैनन्। सङ्घर्षको मैदानमा सधैँ अडिन्छन्, सङ्घर्षको मैदानमा सधैँ अडिन्छन्। हार जनपर्वको शब्दकोशमै छैन, हार जनपर्वको शब्दकोशमै छैन। जहाँ पनि जाऊ हर्षले भरिपूर्ण रहोस्, जहाँ पनि जाऊ हर्षले भरिपूर्ण रहोस्। सपना पुरा होस् र नयाँ यात्रा सफल होस्, सपना पुरा होस् र नयाँ यात्रा सफल होस्। तिमीहरूलाई सफलता र खुसीहरू परीक्षामा प्रवेश गरिसकेपछि जानेको कुराहरू पनि बिर्सन सक्ने। परीक्षा हलबाट बाहिर आउनु बित्तिकै ओहो यो लेख्नु पर्ने रहेछ नि, गलत भयो, अलिकति समय भइदिएको भए हामी यो पनि लेख्न सक्थ्यौँ, नम्बर हाम्रो आउँथ्यो कि। यस्तो खालको कुराहरू तपाईँको मनमा खड्किन सक्छ। त्यस्तो नहोस् भन्नको लागि तपाईँहरू जानुभन्दा अगाडि राम्रो तरिकाले गिरकारी गरेर जानुहोस्। जे जे पढ्नुपर्ने हो त्यो नोट मेकिङ छोटोमा तपाईँ तयार गर्नुहोस् र गेटमा प्रवेश गरिसकेपछि बाहिर नै ल के छ भनेर त्यहीको इमान्दारपूर्वक कसैलाई दिइदिनुहोस्। त्यो यसमा तपाईँले ताजा रहिरहनेछ। भित्र जानुभयो भने सुरुमा प्रश्न पत्रको हेडलाइन हेर्नुहोस्। हेडलाइन हेरिसकेपछि कहाँ कति कसरी गर्ने त्यहाँ दिएको हुने गर्दछ। त्यो तपाईँहरूले चाहिँ नहेरिकन सरसट्टी गर्दै जानुभयो भने गर्नुपर्ने कुराहरू छोड्ने, नगर्नुपर्ने कुराहरू हामीले के अरे त्यसमा एन्सर लेख्न पुगेला तपाईँहरू चाहिँ पछि गएर पश्चाताप पर्नुपर्ने परिस्थिति हुनसक्छ। ती कुराहरू हजुरहरूले ध्यान चाहिँ दिनु पर्ला। अनि अर्को कुरा, हामी दुई ठाउँमा जाँदैछौँ। हामी साधारण प्राविधिक धारका विद्यार्थी भएको हुनाले हामी एकै ठाउँमा जाने निर्देशन त एउटै विद्यालयमा पठाउने भन्ने खालको थियो अहिले, तर उहाँहरूले चाहिँ त्यसलाई मनन गर्नु भएन छ। मैले किन यसो गरेको भने मैले अस्ति पनि फोन गरेँ होइन, अर्को पटक चाहिँ त्यो गरौँ न, अहिलेलाई त्यो गर्न सकिएन सर भन्नुभयो। र साधारण प्राविधिक धारका विद्यार्थी एकै ठाउँमा पठाउने भन्ने खालको माथिको निर्देशन छ, तर त्यो गर्नुभएको छैन। सजिलोको लागि त्यो गर्नुभएको गरेछ। ल ठिकै छ, त्यही पनि केही छैन। हामी अब दुई ठाउँमा विभक्त हुँदैछौँ। प्राविधिक धारका विद्यार्थी भाइ बहिनीहरू हामी दुनै जाँदैछौँ भने साधारण धारका सम्पूर्ण विद्यार्थीहरू जुफाल आदर्श मावि जुफाल परीक्षा केन्द्रमा जाँदैछौँ। जो जहाँ गए आफ्नो क्षमता प्रदर्शन व्यक्त गर्ने हो, प्रस्तुत गर्ने हो। जति जान्नुभएको छ त्यति कुराहरू हजुरले चाहिँ प्रस्तुत गरिदिनु पर्ला। अनि अर्को पाटो रहेको छ अनुशासन। अनुशासन पनि तपाईँले विद्यालयमा जसरी व्यक्त गर्नुभएको छ, जसरी जनपर्व माविको विद्यार्थी भनेर परिचित हुनुभएको छ, त्यहाँ जाँदा पनि सभ्य सुसंस्कृत र अनुशासित ढङ्गले तपाईँहरू चाहिँ दुई चुल्टी बाटेर आउनुहुन्छ, त्यहाँ पनि केही तरिकाले जानुहोस्। तपाईँ ड्रेसमा आउनुहुन्छ, ड्रेस लिएर जानुहोस्। र त्यसपछि आई कार्ड चाहिँ तपाईँले भेट्नुभएको छ, तपाईँ हामीले 2-3 महिना पछिसम्मलाई पनि त्यो अनुमति को हामीले राखिदिएका छौँ। मलाई लाग्छ चैत्र मसान्तसम्मलाई छ होला तपाईँहरूको, अथवा रिजल्ट आउनुभन्दा अगाडि पनि तपाईँले त्यो आई कार्ड प्रयोग गर्न मिल्ने हो र त्यहाँसम्मलाई तपाईँले त्यो प्रवेश कार्ड राख्न मिल्छ। तर परीक्षाको अवधिभरि तपाईँहरूले चाहिँ त्यो लिएर सबै विद्यार्थी चाहिँ उपस्थित हुनु पर्ला। अनि हामीले नङ काट्ने, कपाल काट्ने कुराहरू हामीले भनिरहनु पर्दैन। स्कुलमा चाहिँ हामीले भनिदिउँ, तर त्यहाँ चाहिँ हामी कोही उपस्थित होला नहोला त्यो अहिले नै भन्न सक्ने स्थिति छैन। एकजना सर अथवा कुनै कर्मचारी हामी त्यहाँ पठाउला, तर त्यो सरले सबै कुराहरू हेर्न नसकेला। तर अन्तिम अवस्थामा जनपर्व माविको विद्यार्थी यस्तो उस्तो भन्ने खालको कुरा कोही कतैबाट सुन्न पर्ने परिस्थिति हामीलाई नहोस्। तपाईँले चाहिँ पछाडिबाट ब्याकब्याटिङ गर्ने खालको कुराहरू कोही कतैबाट सुन्ने स्थिति नहोस् भन्ने कुराहरू म बाबुनाले भन्न चाहेँ। आत्तियो भने बिग्रिन्छ, नआत्तिए र कुनै पनि काममा सहभागिता जनाइएछ भने नजानेको कुराहरू बिस्तारै कर्मश कुराहरू हामीले दिन सक्छौँ। सभ्य ढङ्गले, अनुशासित ढङ्गले
हतोत्साही नभइकन राम्रो तरिकाले हजुरले एन्सर दिनुभयो। नजातमध्ये हाम्रो चाहिँ एक हाम्रो विद्यालयका अर्को लहरमा अर्को विद्यालयका विद्यार्थीहरू हुनुहोला र अनुशासित ढङ्गले आफूले सामान्य तरिकाले छलफल परामर्श गरेर पनि लेख्न सकेला। तर त्यहाँको वातावरण वस्तुस्थिति बुझेर त्यो अनुरूप नै गर्ने त्यो कुराहरू चाहिँ गर्नु। आजको यस कार्यक्रममा म मेरा शब्द यस समयले नै आज हामीलाई यस बोर्डमा ल्याएर उठाएको छ। साथीहरू सम्झनाहरू अँगालेर अघि बढ्ने दिन आइसकेका छन्। साथीहरू तिमीहरूको उज्जवल भविष्यको कामना गर्दछु। तिमीहरूले सोचेको सपनाहरू इच्छाहरू पुरा हो। साथीहरू यस 10 वर्षको समयमा मबाट केही गल्ती भएको भए मलाई माफ गरिदिनु होला र हामीहरूबाट केही गल्ती भएको भए र कुनै कारणवश तपाईहरूको चित्त दुखेको भए हामीहरूलाई कृपया ससाना नानी बाबुहरू सम्झेर माफ गरिदिनु होला। गुरुहरू तपाईहरूलाई धेरै धेरै धन्यवाद। माझीले खोलामा ढुङ्गा तारे झैँ तपाईहरूले हामीलाई खोला तारेर यहाँसम्म ल्याइदिनु भएको छ। साथीहरू तपाईहरूलाई एकपटक पुनः मिठो सम्झना र माया। साथीहरू तिमीहरूले सोचेको सपनाहरू पुरा होस् यति भन्दै मेरा 2-4 शब्द टुङ्ग्याउन चाहन्छु। हस्त धन्यवाद। दिएकै हुँ। सबैलाई लाग्छ कि परीक्षा सबैलाई थाहा छ। तर भनेको के हो भने हामी 10 वर्ष इक्जाम दिइसकेपछि पनि अहिले हामी अर्को केन्द्रमा गएर पहिलो पटक चाहिँ इक्जाम दिँदै हुनुहुन्छ सम्पूर्ण भाइ बहिनीहरू। त्यसलाई चाहिँ हाम्रो समय परिस्थितिलाई चाहिँ एकदम मध्यनजर गरेर यस टेक्निकल मा भन्छ सर्ट इजी सेफ एन्ड इकोनोमी भन्छ, त्यसलाई चाहिँ तपाईहरुले मध्यनजर गर्नु होला। किनकि हामीले परीक्षा दिँदाखेरि सबभन्दा समयको चाहिँ महत्त्व बुझ्नु होला। एउटै प्रश्नलाई चाहिँ धेरै समय नदिनु होला। समयको चाहिँ त्यसको मापदण्ड राखेर चाहिँ अगाडि बढ्नु होला। त्यसको लागि हाम्रो सब्जेक्ट टिचरहरूले सबैलाई चाहिँ तपाईहरुलाई नलेज दिनुभएकै होला र कसैको डर धर्किमा नलागेर आफूलाई आउने कुराहरूलाई एकदम प्रत्यक्ष रूपमा दिनुहुनेछ र तपाईहरुको भविष्यको कामना गर्दै
नचाट नि त भाइ नरोग नरोग कठै मरे भगवान इनको गर्नु इनको तू या दियाबा ए सन्जो गरेको अझै हान्छ हेरेको हेरेको जादु कोटा नन्छौटे रुना यतिका त स्कुल देखेदेखिको सुक्दिन अघि दिन अलि ताकै बसिया त्यहाँ मान्छे सिल्ली सिल्ली उपस्थित हुनुभएका गुरुवर्ग अभिभावकको मेरा सम्पूर्ण साथीहरूलाई हाम्रो 10 क्लासको तर्फबाट हार्दिक नमस्कार। म छोटो र मिठो मन्तव्य राख्न गइरहेको छु। सरी हाम्रो 10 क्लासको तर्फबाट छोटो र मिठो मन्तव्य राख्न गइरहेको छु। कृपया ध्यान दिएर सुनिदिनु होला। आजको यो विशेष क्षणमा हाम्रा आफ्ना भावना शब्दमा व्यक्त गर्न निकै कठिन महसुस भइरहेको छ। यहाँ बिताएका दिनहरू केवल औपचारिक शिक्षा मात्र होइन, मूल्य पाठ सिक्ने अवसरहरू पनि थिए। हाम्रा आदरणीय शिक्षकहरू जसले हामीलाई अनुशासन, मेहनत र ज्ञानको महत्त्व बुझाउनु भयो, उहाँप्रति हाम्रो हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छौँ। तपाईको मार्गदर्शन बिना हामी यहाँसम्म आइपुग्न सक्ने थिएनौँ। सधैँ हाम्रा प्रिय साथीहरू यहाँ बिताएका रमाइला क्षणहरू सहयोग र सहयात्रासँगै हाम्रा स्मृतिमा रहनेछन्। हामीले सँगै सिकेका, सँगै हाँसेका र सँगै चुनौती पार गरेका ती पाइलाहरू अविस्मरणीय हुनेछन्। अब हामी विद्यालयको यो ढोका पार गर्दैछौँ। जीवनले हामीलाई जहाँ लगे पनि यहाँ सिकेका मूल्य र शिक्षाहरूलाई हामीलाई सही ठाउँमा पुर्याउनेछ। अन्त्यमा हाम्रो विद्यालय परिवारलाई हाम्रो भविष्यका लागि शुभकामना दिनुहुने आशा राख्दै यहाँका हरेक व्यक्तिलाई मनदेखि धन्यवाद दिन चाहन्छौँ। शिक्षा भनेको केवल परीक्षा पास गर्ने माध्यम मात्र होइन, यो जीवनको उज्यालो दिशा हो। हस्त धन्यवाद, नमस्कार।
हजुर त्यही भने शुभकामना छ सम्पूर्ण विद्यार्थीहरू एसीमा सफल हुनुहोला। तपाईले सोचे भन्दा राम्रो नतिजा आओस्। 10 वर्षको तपाईहरुको मेहनत चाहिँ अब देखाउने बेला भएको छ। चैत 7 गतेबाट हुने एसी परीक्षा सफलताको लागि तपाईहरु सबैलाई शुभकामना छ। तपाईहरु 10 वर्षसम्म यस विद्यालयमा अध्ययन गर्नुभयो। अध्ययनको सिलसिलामा हामी शिक्षकहरुबाट दिएका ज्ञान गुणका कुरा, शिक्षा दीक्षाका कुरा सबैलाई मनन गर्नुहोला। सबै कुरालाई सिरोपर गर्नुहोला, गर्नुहुनेछ भन्ने आशा लिएका छौं। जिन्दगीका हरेक क्षणमा तपाईहरु सबै अनुशासित हुनुहोला। यो हाम्रो विद्यालय परिवारको शुभकामना र शुभेच्छा रहेको छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, आजबाट बिदाई भएर जाने होइन। विद्यार्थी भाइ बहिनीहरू, तपाईहरुको एउटा खुट्किलो माथि उक्लिदै हुनुहुन्छ। तपाईहरु विद्यालयबाट बिदाई त नभनौं, फेरि पनि हाम्रो कहीँ कतै हामी भेटघाट हुन्छौं, हाम्रो भेट हुनेछ। 10 वर्षसम्म तपाईहरु यो विद्यालयमा रहनुभयो, धेरै कुरा सिक्नु भएको छ। त्यो कुरालाई मनन गरेर जानुहोला। त्यो कुरा तपाईहरु पनि तपाईहरुका हरेक क्षणमा हामीले दिएका शिक्षा अनुशासनका कुराहरू पक्कै पनि लागू हुनेछ। यो हाम्रो शुभेच्छा र शुभकामना रहेको छ। जिन्दगीका हरेक मोडमा विद्यार्थी भाइ बहिनीहरू, तपाईहरु सफलता भएको देख्न पाऊँ। तपाईहरु एउटा ठूलो मान्छे, असल मान्छे भएको हामी विद्यालय परिवार देख्न चाहन्छौं, हेर्न चाहन्छौं। तपाईको उज्जवल भविष्यको शुभकामना व्यक्त गर्न चाहन्छौं। तपाईहरु संघका 10 वर्षका यो क्षेत्रमा दौडानमा विद्यालय संघको सहकार्यमा तपाईहरुलाई टिचरले दिनुभएका सबै ज्ञानलाई सिरोपर गर्नुहोला। जिन्दगीमा अनुशासित भएर रहनुहोला। कहिले नि जिन्दगीमा हरेस नखानुहोला। एसी परीक्षाको सफलताको शुभकामना रहेको छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, तपाईहरु एसी पास हुनु त्यो खुट्किलो मात्र पूरा गर्नु सबैभन्दा ठूलो होइन। त्योभन्दा ठूलो चुनौती त एसी पास भन्दा पछाडिका क्षणहरुमा आउने छन्। ती क्षणहरु तपाईहरुले सजिलैसँग बिताउन सक्नुहुनेछ। यो आशा र अपेक्षा हामीसँग रहेको छ। विद्यार्थी भाइ बहिनीहरू, तपाईहरुसँग हामीले 10 वर्षसम्म बिताएका क्षणहरु, तपाई सानो हुँदा हामीले तपाईहरुलाई तपाईको आँखाको आँसु, विद्यालय आउँदाखेरिको आँखाको आँसु टिचरले पुछिदिनु भयो, नाकको सिकान पुछिदिनु भयो। ती सबै कुराहरू कति बेला गाली गर्नुभयो होला, कति बेला माया गर्नुभयो होला। हामीले माया गर्यौं, गाली गर्यौं, कहिलेकाहीँ ताली दियौं, सम्मान गर्यौं। त्यो सबै कुरा तपाईको भविष्य उज्जवलको लागि हामीले गरेका थियौं। यो सबै कुरा तपाईको सुन्दर भविष्य र उज्जवल भविष्यको लागि हामीले तपाईहरुको
सुन्दर भविष्य उज्जवल भविष्यको लागि तपाईहरूलाई शिक्षा दीक्षा दिने काम गर्यो। प्रथम शिक्षक तपाईँका बुवा आमा हुनुहुन्छ। उहाँहरूले तपाईँलाई धेरै ज्ञान कुरा सिकाउनु भयो। त्यसै गरी दोस्रो शिक्षकका रूपमा हामी विद्यालयका गुरुहरू रहेका छौँ। आशा छ तपाईँहरूले कहिले पनि विद्यालयका गुरुहरूलाई सम्मान गर्न बिर्सिनु हुने छैन। जिन्दगीका जुनसुकै मोडमा क्षणमा भए पनि तपाईँहरूले आफ्नो इमान्दारिता र अनुशासनलाई गुमाउनु हुने छैन। यो हामी विद्यालय परिवारको तपाईँहरूलाई शुभेच्छा र शुभकामना रहेको छ। हामी विद्यालय परिवार तपाईँहरू जुनसुकै ठाउँमा गए पनि कम्पिटेटिभ एकदमै पर्फेक्ट व्यक्तिको रूपमा देख्न चाहन्छु। सरकारी निकायका विभिन्न क्षेत्रमा अफिसर भन्दा माथिको पदमा ओहदामा रहेको हामी देख्न चाहौँ। तपाईहरू सदैव सुखी रहनुहोला, तपाईहरू सधैँभरि खुसी रहनुहोला, कहिले नि तपाईहरू दुखी नरहनुहोला। यो हाम्रो शुभकामना रहेको छ। तपाईहरूको उज्जवल भविष्यको कामना हामी गर्छौँ। हामी तपाईहरूको हरेक क्षणमा कुनै पनि ठाउँमा अप्ठ्यारो पर्दा हामीले तपाईहरूलाई सहयोग गर्न हामी सधैँभरि विद्यालय परिवार प्रयत्नशील रहनेछ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, एसई परीक्षा मात्रै जिन्दगीको सबैभन्दा ठुलो परीक्षा होइन, त्योभन्दा पछाडि आउने विभिन्न अन्य जिन्दगीका परीक्षाहरू पनि तपाईँले सहजै रूपमा पार गर्नुहुनेछ। यो हामीले आशा लिएका छौँ, अपेक्षा लिएका छौँ। तपाईँहरूको भविष्य उज्जवल हुनेछ, उज्जवल रहनेछ, यो हामीले आशा राखेका छौँ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू जहाँ पुग्नुहुन्छ, जहाँ जानुहुन्छ त्यहाँ सफलता हात परिरहोस्। तपाईँहरूलाई दुःख कहिले नि नआओस्, सधैँभरि सफलता हात परिरहोस्, यो हामी कामना गर्छौँ। विद्यालय परिवार कामना गर्दछ। तपाईँहरूको हरेक क्षणमा हरेक गल्तीमा सहयोग गरिदिने, हरेक गल्तीलाई सच्याइदिने गुरुहरू छौँ हामी, थियौँ अहिलेसम्म। र अबबाट तपाईँ विद्यालयबाट तपाईँको माथिल्लो शिक्षाको लागि 11-12 को लागि कति त यही विद्यालयमा नै एडमिसन हुनुहोला, पढ्नुहोला, कति भने यो विद्यालयभन्दा अर्को विद्यालयमा जाँदै हुनुहुन्छ। त्यसको लागि तपाईँको आउँदै गरेको चैत 7 गतेको 2081 सालको एसई परीक्षा सफल रहोस्, यही हामी कामना गर्दछौँ। तपाईँ सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको सुखद भविष्यको हामी कामना पनि गर्दछौँ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू त्यो मार्क्स खोला तिमीले, तपाईँहरू चाहिँ जिन्दगीको जुनसुकै ठाउँमा गए पनि हार खानु हुने छैन, हार मान्नु हुने छैन। हामीले दिएको शिक्षा ज्ञान गुण सधैँभरि तपाईँहरूले सिरोपर गर्नुहुनेछ। सधैँभरि तपाईँहरूले त्यो ज्ञानलाई जिन्दगीभर फलो गरिरहनुहुनेछ। यो हाम्रो अपेक्षा छ, हाम्रो यो शुभेच्छा रहेको छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हामी चाहिँ सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई शुभेच्छा र शुभकामना व्यक्त गर्छौँ। तपाईँहरूको उज्जवल भविष्यको कामना गर्छौँ। तपाईँहरू सुखी बन्नुहोस्, खुसी बन्नुहोस्, एसई परीक्षा एकदमै राम्रो गर्नुहोस्, जिन्दगीमा कहिले नि ब्याक हुनु नपरोस्, यो हाम्रो कामना रहेको छ। सधैँभरि अगाडि जसरी आजबाट तपाईँ स्कुलबाट बिदाई भएर जाँदै हुनुहुन्छ, खुसी त पक्कै छैनौँ हामी, तर यो खुसी पनि तपाईँको खुसीको लागि हामी चाहिँ एसई परीक्षामा तपाईँको रिजल्ट असारको पहिलो साता तपाईँको एसई रिजल्ट आएपछि पक्कै पनि अहिले बिदाईमा झरेका यी आँसुहरू पक्कै पनि खुसीका आँसुमा परिणत हुनेछ, यो हामी कामना गर्छौँ। धेरै धन्यवाद। हामी सम्पूर्ण विद्यालय परिवारको तर्फबाट 2021 सालको एसई परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई
धेरै धेरै शुभकामना हामी दिन चाहन्छौँ। धेरै धेरै धन्यवाद आदरणीय हेड सर र आजका सभाध्यक्ष महोदय। सभ्य मान्छे असल मान्छे बनेर तपाईँहरू रहनुहुनेछ, यो हाम्रो कामना रहेको छ। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू जिन्दगीका हरेक क्षण हरेक ठाउँमा जहाँ पुगे पनि तपाईँहरू सफल बन्नुहोला, यो हाम्रो कामना शुभेच्छा र शुभकामना रहेको छ। अहिलेको यो विदायका आँसुहरू तपाईँका सुखमय आँसुमा परिणत होउन्, हामी यही कामना गर्छौँ। तपाईँको सफल एसी परीक्षाको नतिजाको हामी कामना गर्छौँ र फेरि पनि यो माइक्रोफोनमा सञ्चालक भाइ बहिनीहरूलाई हस्तान्तरण गर्दछु। नरो 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 रुने हैन सामना गर्न नपरोस्, जिन्दगीमा हरेक मोडमा सफलताको मिलोस्। पुनः एकपटक हजुरहरूको एसी परीक्षामा सोचेको भन्दा राम्रो नतिजा नरो नरो गडा नरो रुने हैन। यो औपचारिक कार्यक्रमलाई समारोह माइक्रोफोन सभाध्यक्षजीलाई हस्तान्तरण गर्दै सञ्चालक म सन्जु गिरी बिदा हुन्छ। हस्त धन्यवाद। धन्यवाद भाइ बहिनी सञ्चालकज्यू। आज मिति 2081 साल फागुन महिनाको 26 गते हुन गइरहेको विदाय समयको विद्यार्थी जीवनमा शिक्षा भनेको गर्नुभयो होला। तपाईँहरूको लागि
Thank you.